गाइजु यो उदयपुरको बेलाकाट गाउँपालिका र बोप्टाङ डाँडा मानिनु अहिलेको भाइरल डाँडादेखि देखिएको दृश्य। यो पल्लो डाँडा चाहिँ धनकुटा जिल्ला पर्छ। सबभन्दा पल्लो डाँडा धनकुटा जिल्ला, ताकि साँगुरीगढी 10 भन्छ त्यो। पहिला आहाले गाविस भन्थ्यो। र अल्लो यताको त यो जङ्गल चाहिँ सुनसरीमा पर्छ। यो हुँदै यो जङ्गल हुँदै 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 पोकाको खानेपानी पाइप यो जङ्गल हुँदै उता गएको छ। र कस्तो राम्रो दृश्य छ यहाँबाट। यो जङ्गल कस्तो दामी देखिरहेछ, तपाईहरुले देख्न सक्नुहुनेछ। यो बोप्टाङ डाँडादेखि देखिएको दृश्यहरू अवलोकनहरू। ल यो बोप्टाङ डाँडादेखि देखिएको है हाम्रो दृश्यले। यो तल हेर्न सप्तकोशी। अब फेरि म तल गएर यसको अझै दृश्यहरू देखाउने छु। ल हेर्नुहोस् है गाइजु, यो बोप्टाङ डाँडादेखि यो भाइरल डाँडादेखि देखिएको हाम्रा दृश्यहरू पुरा यहाँ तल 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 कोशीको सप्तकोशीको तल 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 फिजिएको देखिँदो रहेछ। हेर्नुहोस् टिकटक बनाउनु दामी नि दामी दामी त नि अलि तल दामी न